यहाँ दिदीहरु पनि ब्लग बनाउँदै हुनुहुन्छ ब्लग फोटो लाइट लगाइदिएछ ओहो हो कम्बिनेसन चाहिँ दामी छ के प्रकृति दिदीहरु पनि एकदमै टक्क टक्क हिँडी राखिरहेछ एकदम शान्ति स्वभावको ठाउँ छ कि यहाँ एकदमै राम्रो यतातिर हेर समुद्र भइरहेको छ फुलको सुगन्ध कस्तो छ भनेर सुनिराख्नु भइरहेछ है त यहाँनेर दिदीहरु पनि आउनु भएको छ यहाँ दाजु पनि आउनु भएको छ दाजु दिदीहरु एकदमै साइक्लिङ गर्दै हुनुहुन्छ हे गाइस हेलो नमस्ते सबैजनालाई स्वागत छ सबैजनालाई मेरो अर्को ब्लगमा सो आज चाहिँ हामी आरसी तिर आइराछौं सो आरसी तिर आएको ब्लग आज हजुरहरु माझ प्रस्तुति दिनेछु सो जोडिनु होला भन्नु चाहन्छु र सम्पूर्णलाई धन्यवाद पनि भन्नु चाहन्छु र जति पनि हुनुहुन्छ नयाँ साथीहरुलाई रिक्वेस्ट गर्न चाहन्छु हाम्रो च्यानल हाम्रो ब्लगलाई माया गरिदिनु होला भनेर है त सो आज चाहिँ देख्न सक्नुहुन्छ मेरो पछाडी पुरा फुलको संसार भनेर चाहिँ फुलको संसार फुलबारीमा छु म यहाँनेर चाहिँ एकदमै राम्रो रंगीन बिरंगीन वाला फुलहरु फुलिरहेको देख्न सक्नुहुनेछ सो तपाईहरुलाई आजको ब्लग आजको कन्टेन्ट कस्तो लाग्छ होला प्रतिक्रिया चाहिँ दिनु नभुल्नु होला है त यहाँ चाहिँ हाम्रो पपुराज यहाँनेर एकदमै फोटो भिडियोको लागि उपस्थिति भइसक्नु भएछ एकदमै माहिर ब्लगर अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो कोशी ब्रिज भने जस्तै यहाँको आरसी को ब्रिज हो यो चाहिँ सानो ब्रिज अहिले चाहिँ यो हामी ब्रिज तर्फ पनि लाग्ने छौं र अहिलेको फुलबारी ल यहाँ चाहिँ फुलैको संसारमा फुलबारी फुलमाया नभए पनि हाम्रो पपुराज यहाँनेर एकदमै फुलको सुगन्धमा रमाइराख्नु भइरहेको छ र म चाहिँ यहाँदेखि भ्लग बनाइरहेको छु यता हेर्दिनु पर्यो के हो पारा यहाँ चाहिँ हाम्रो पपुराज पुरा एक्सन लिएर यहाँ स्ट्यान्ड गरिराख्नु भइरहेछ स्टन नभएर स्ट्यान्ड गरिराख्नु भइरहेको छ फुलको सुगन्ध कस्तो छ भनेर सुनिराख्नु भइरहेछ है त सो गाइस यहाँ चाहिँ एकदमै हेर्दाखेरि एकदमै राम्रो लागिरहेछ मलाई चाहिँ र नेपालको भाइ आइरहेको छ यहाँनेर एकदमै राम्रो र चोखो र निश्चल कञ्चन पानीहरु बगिरहेको छालकाहरू देख्न सक्नुहुन्छ र अगाडि माछा पनि मारिरहेको देख्न सक्नुहुन्छ त्यहाँनेर साथीहरुले र अहिले चाहिँ एकदमै बिहानको मौसम छ यहाँदेखि हाम्रो पपुराज पनि भिडियोको कन्टेन्ट खचिराख्नु भइरहेको छ यहाँनेर चाहिँ अहिले हामी एकदमै रमाइलो गरेर बसिरहेको अवस्था छ गाइस र अहिले चाहिँ हामी यहाँ ठ्याक्कै समुद्रको भेगमा आएर एकदमै बिहानको समयमा बिहानको मौसममा एकदमै भिटामिन डी खाएर बसिरहेको यहाँनेर दिदीहरु पनि एकदमै टक्क टक्क हिँडी राखिरहेछ अनि यहाँ सो गाइस अहिले चाहिँ म ओहो माथेर बिहानको बेलामा यहाँ कस्तो राम्रो चराहरु उडिरहेको व्यवस्था सो गाइस वाउ दामी लाग्यो यार यहाँको लोकेसन चाहिँ यार एकदमै मजा हैन सो दामी लागिरहेछ मलाई चाहिँ वाह भन्नु चाहन्छु है सो तपाईहरु पनि यस्तै खालको ठाउँमा आउनु रुचाउनु हुन्छ भने चाहिँ आरसीमै आउनु होला है आरसीमै आउनु होला भन्नु चाहन्छु र यहाँनेर यति राम्रो छ कि हैन यहाँको क्लाइमेट ओहो भन्नु चाहन्छु ना गर्मी छ ना ठण्डी छ ना के हैन सो एलिगेन्ट ब्युटिफुल यहाँ चाहिँ बगुला पनि लामखुट्टे बगुला पनि यहाँनेर माछा आफ्नो चारो खोजिराख्नु भइरहेछ ओहो हो भेट्यो कि धन्न भेटेन मैले ब्लग गरेको देखेर त्यसले टिप्नु पाएन हैन अहिले चाहिँ भनेदेखि हामी हैन ठ्याक्कै हैन गाइस पारीपट्टि हामी गइरहेको छौं यो चाहिँ भने बिन्द्रमान जंगल जस्तै छ सो यो जंगलको वारिपारी के छ भन्ने कुरा हजुरहरुमा प्रस्तुति दिनेछौं र यहाँनेर चाहिँ तामुलको बोट पनि रहेछ र आरुको बोट अनि नरियलको बोट जस्तो देख्छ तर के हो यस्तो खालको छ यहाँ चाहिँ र यहाँ चाहिँ एकदमै राम्रो बस्ने ठाउँ शीतल हैन एकदमै शान्ति पनको ठाउँ
जस्तो लाग्यो मलाई चाहिँ। एकदमै राम्रो आनन्दित पाराको। सो कस्तो लागिरहेछ तपाईँहरूलाई यहाँको भ्लग, आउनु होला हजुरहरू पनि। यहाँको लोकेसन चाहिँ भन्दाखेरि आरसी को यो नकिल बिचको नजिकै पर्दछ है त। अहिले चाहिँ हामी यहाँनिर पिकनिक खानु ठाउँ जस्तोमा आइरहेका छौँ। एकदम शान्ति स्वभावको ठाउँ छ कि यहाँ, एकदमै राम्रो। यतातिर हेर समुद्र छ होइन, यतातिर हेर यो एकदमै पूर्वजनहरूले बनाएको केही जस्तो छ, र यतातिर हेर पुरा हरियो वृन्दावन जङ्गल, र तल हेर्दाखेरि एकदम साफ सुथरा एकदम निट एन्ड क्लिन, र यतातिर हेर्दाखेरि यस्तो राम्रो पक्की रोड पक्की बाटो बनाइदिएको छ होइन, यस्तो राम्रो राम्रो। र यतातिर हेर्दाखेरि लाइट लगाइदिएको छ। ओहो हो, कम्बिनेसन चाहिँ दामी छ के, प्रकृति र म्यानमेडको चाहिँ एकदमै राम्रो, एकदमै राम्रो। सो गाइस अहिले चाहिँ हामी ठेक्कासँगले होइन, अहिले चाहिँ हामी यो रेलिङ पछाडि देख्न सक्नुहुनेछ मेरो रेलिङको आसपासमा आइसकेको छौँ, र रेलिङको यतातिर साइडमा चाहिँ देख्न सक्नुहुनेछ बस्ने ठाउँ पनि बनाइएको छ, र साथी पनि गएर बसिसकेको छ। र यतातिर चाहिँ देख्न सक्नुहुनेछ हजुरहरूले, यतातिर चाहिँ समुद्र एकदमै ठुलो समुद्र छ यहाँनिर। म तपाईँहरूलाई अझै नजिक गएर देखाउनेछु, देख्नुभयो होला होइन। ठुलो समुद्र यहाँ छ, आँखाले नभ्याउने समुद्र, र यहाँ पुरा ठुल्ठुलो रक ढुङ्गाहरू छ। अहिले चाहिँ म तपाईँहरूलाई सो गाइस तपाईँहरूलाई कस्तो लागिरहेको छ आजको भ्लग। सो मनोरञ्जन दिइरहेको छु होइन त यो भ्लगले। सो एकदमै यस्तो खालको भ्लगको लागि चाहिँ थम्स अप चाहिँ हान्नु होला।